सबैजनामा आज चाहिँ हाम्रो डे 1 ब्लगको सुरु हुँदैछ र आज हामी इलाम जाँदैछौँ। अहिले चाहिँ साथीहरू आउँदैछन्। म चाहिँ कुरिरहेको छु होइन केटाले। अब के हुन्छ अब म एकचोटि बाटो चाहिँ यस्तै रहेछ होइन। अब एउटा बसले हामीलाई भर्खर ओभरटेक गरेर गएको छ होइन। अब हामीले त्यो बसलाई पायो भने के गरौँ त, त्यसले जित्छ जुधायो भने नि जित्छ है। अब हर्न बजाएर छोडिदिनुहोस् भन्नुपर्छ है। हुन्छ। अब कति बाँकी छ त दोस यहाँबाट झापा पुग्न? ए मैले त मेरो भ्लगमा चिनाउनु बिर्सा यो एलिस होइन, हेर्दै ड्राइभर जस्तो यो चाहिँ केटा रिटर्न है। हरियो चस्मा लगाएको अरू भएर बसिरहेको छु। सुजन सुजन है। यो चाहिँ यो मान्छेले चाहिँ चिनाउनु पर्ने खालको मान्छे चाहिँ एके एन्जोन। जुनार त अलिक खानु गाह्रो होला हो कसरी हो सुन्दर? 140 130 मा यो लानु किन आज ल्याएको अलि ओछे बजेर आधा किलो अलिक गतिर थाहा नै। यिनीहरू एकदम रसिलो हुन्छ नि। अब काटेर यहीँ खाने भए म काट्दिनँ। खाने हो दोस? त्यति 5 किलो 5 किलो अझै 2 अनि यो चाहिँ कसरी होला? 100 रुपियाँ? यो कति भयो? 70 भयो। जुनार खाने हो दोस काटेर? होइन दा एउटा जुनार चाहिँ खानुपर्छ। काटौँ त काटौँ त 13 काट्नु है होइन। यसलाई पिस पारेर खानुपर्छ। राउँदै खदा काट्नु सबैजना लाग्नु दाइको नाम चाहिँ के हो दाइ? मेरो नाम सागर। सागर? अनि यहाँ बाहिर आउँदा यहाँसम्म के भेट्दा छैन दाइ? लग्यो नि, लग्यो? छाप्रोहरू लग्यो, सामानहरू लग्यो। मान्छे त के छाप्रो त के थियो अरे, यो खाँबो गाड्यो। टेबुल एउटा बेन्च चाहिँ लग्यो। पहिला घर पर ढाकेको थियो नि जुनारको टेस्ट त भइन्छ नि। रसिलो मेरो रहेछ। ए राख्नु त तपाईँ राख्नु दाइ। जस्तो मिठो छ। मिठो छ, रसिलो छ। यो सुन्तला सानो भने कति सुन्तला ताखान कति गुलियो छ। खै सुन्तला खानु दाइल भनिहाल्नु भयो। त्यो ठाउँको त सुन्तला मात्रै गुलियो हुन्छ।
हजुर आमा के को लागि दाउरा बाल्नलाई हो कि के गर्छ बाल्नेलाई ए कहाँ हो तपाईँको घर चाहिँ पारी हो अनि डोको त खतरा भइसक्यो रहेछ त बेच्नु पर्ला किन्छन् मान्छेले मलाई बेच्नुहुन्छ त कति होला भन्नु त धेरै पर्दैन 500 दिन 500 रुपियाँ हँसाउने कुरा गरे बाको नाम चाहिँ के हो सूर्यमान श्रेष्ठ सूर्यमान श्रेष्ठ आमाको उहाँको सत्यदेवी श्रेष्ठ ए भनेपछि यो डोको त पुरानो भइसकेछ है अब अर्को किन्नुपर्छ नि अर्को नयाँको चाहिँ कति पर्छ नि नयाँ हेरी छ भाइ अब 300 अब ठुले ल्याए 500 पनि जाने पनि छ ए यही किन्नु पाउँछ ए मेरो सीता पाइला हो काठमाडौँ ए अनि मैले डोको किन्यो भने कतिमा दिनुहुन्छ त ल साँच्चीकै भने ल हट्टा पो गरे त भाइ ल ल गाडी पछाडि राखेर लाने अब नयाँ किन्नुपर्छ नि नयाँ किन्नुपर्छ ल म यो डोका किन्छु नि त बा साँच्चीकै भयो हुन्छ नि हुन्छ ल हुन्छ ल 500 लिनु मलाई यो डोको दिनु ल ल लिनु हट्टा पो गरे साँच्चीकै भने होइन होइन साँच्चीकै ल लिनु किन त तपाईँलाई दुःख लिनु लिनु केही हुँदैन लाउनु यो दुःख गरेको देखेर होला हो अनि ठिक छ यो डोको चाहिँ अब मैले त अब लानु मिल्दैन होइन डोकोको 500 मोल भन्नुभयो ल 500 लिनु है राम्रोसँग बस्नु है त हस् आज अब झापा पुग्ने भने आज घुमघाम के हुन्छ अनि घुम्नु उम्, घुमघाम झापा पुग्ने भने अब के हुन्छ होइन मेरो नाम चाहिँ निरञ्जन केसी हो ल अहिलेलाई चाहिँ अब जान्छु नि त बा है त कुरा गरेर खुसी लाग्यो हुन्छ हजुर हस् ल बडा दुःख देखेर आउनुभएछ तपाईँ हामी यस्तो दुःखमा छ कि हजुर अब कमाइ गरेर खाने जग्गा छैन यहाँ एउटा वस्तु पालेको छ जग्गा जीवन छैन अब के भन्दा आफ्नो छैन हुनेको पनि बगायो बगायो यस्तोहरू यहाँतिर सबै खेत थियो नि बाबु जम्मै बगाएको त ए खेतमा धानै फल्थ्यो धान काट्ने बेला भएको है भर्खर धान काट्ने बेला भएको थियो हुसुक्कै बगायो हुनेको पनि बगायो ए मेरो त छैन नभएको कुरो है मेरो चाहिँ छैन ठिकै छ बा अब यसै छ है के गर्नु अब खानु पर्यो यसो दुःख चिलो गरे हजुर झन् भैँसी पाले भैँसीले पनि टिकार्यो भैँसी बल्ल बल्ल 12 वर्षमा पोइ आएको त्यो रानीले ज्वरो आयो दुहुना गरेर खान्छु भने त्यो भैँसी बिग्रियो अब त्यही त बिग्रियो भैँसीले कुँडो पकाउने अलि मोटाएर बेचिदिने ए त्यस्तो भयो कि दुःख पायो हामी बुढाबुढी मात्रै छ यहाँ छोरा बुहारी पारी छ छोरा बुहारी पनि छ ए ऊ त्यहाँ पारी पर्छ खुसी लाग्यो बा कुरा गरेर आमा है हस्, जान्छ है त हस् हस् त्यस्तै ड्रोन सटहरू चाहिँ हेरेर
सिरियस लाइफमा सिरियस होइन फ्रीमा छ पाँचोस् खा पपकर्न खाउँछ डे 2 अफ आवर ट्राभलिङ होइन अब अहिले चाहिँ हामी इटरीमा छौँ र इटरीबाट हामी झापातिर लाग्दैछौँ इटरीको चोक चाहिँ फेमसै रहेछ अझै धेरै कुरो हुँदो रहेछ लोकेसन सोद्धाखेरि पनि अरू कुरा पनि सोध्दो रहेछन् होइन र यहाँ आदर्श अलिक धेरै फुल छ कस्तो चाहियो यो मान्छेलाई चाहिँ खासै नचिनाइ नै हुन्छ अर्को चाहिँ हाम्रो एलिस सायद भिडियो अपलोड गर्छु होला अनि थ्याङ्क यू अहिलेलाई यति नै हो ड्राइभर आइपुग्यो है दोस्त गाडी अब हामी फुड हन्टतिर लाग्छौँ होइन इटरी चोक यहाँ चाहिँ मान्छे सँगसँगै अरू धेरै कुरा पनि पाइँदो रहेछ लोकेसन मात्रै सोद्धाखेरि पनि अरू धेरै कुरा पाइने रहेछ जस्तै फक्का भक्का बनाइदिनु न पहिला एउटा बनाइदिनु तरकारी किन्न समोसा किन्न तरकारी फ्री रे दिदी समोसा किन्दा तरकारी आएको होइन ए यो ठाउँलाई के भन्छ दिदी हजुर पत्री पथरीमा त समोसा किन्दा तरकारी पत्रीमा आउनुहोस् समोसा किन्दा तरकारी फ्रीमा हजुर समोसाको 50 रुपियाँ हो टाटा अझ बोनस पनि आयो दिदी होइन तरकारी पैसा लागिहाल्छ नि भन्नु भाइको हेर्नुहोस् भाइ के छ मोरङको भाइ मोरङको पत्थरीबाट पत्थरी भाइ के खेल्दै हो भाइले खाना चाहिँ केही खाँदैन दाँत पनि सफा छ भाइ रिसाइसक्यो भाइको डिम्पल पनि छ हाँस्दै त भाइ एकचोटि भाइले अरू केही सुँगी चारवटा खाइसक्यो फ्री फायर समोसा सुँगी चारवटा तरकारी यहाँ तरकारी अलिक समोसामा फर्सी हाल्यो किन यसरी टोल बजारमा नारा चलाइछु किन
चलाइस्यो नौनानीके अचम्मको तारा चलाइस्यो नौनानीके अचम्मको तारा चलाइस्यो हामी भाटबटिनमा सामान किन्न कि भाटबटिन किन्न बना गर्ने हो तँलाई के लाग्छ यसो मिली कुरो चाहिँ होइन यहाँ यतिको खाली भाटबटी नि होइन नेपालमा कहीँ भेटिँदैन जे हुन्छ झापामा हुन्छ जाबा हुन्छ विश्वास अविश्वसनीय तपाईँले लिने एउटा दुइटै लि दुइटै लियो धोको धोरो राखेको त्यसमा भाटबटिनीमा धोकै हुन्छ नि भाटबटिन धोकी हुन्छ कि नत्र त्यस्तै अलि त्यो भन्दा त तिम्रो हात पर्छ हात भने त अर्ग्यानिक हो नि त अर्ग्यानिक अनि यो चाहिँ केमा फल्यो भने त्यहाँनिर होइन हात त शरीरसँगै झुन्डेर के बोले भाइ के बोले के जथाभावी बोले ल चेस ल खाऊँ न खाउँ न दोष के भएर पनि खाऊँ न कमल छाती त फेरौँ कमल छाती भएको मान्छे रहेछ यार यो क्यानाडा ए सास फेर्ने नि सास फेर्ने क्यानाडा कहाँ हुनु क्यानाडा त ओल्डमकै पाउनु यहाँ हो नि त चेस Cheers. बिहानको सुरुवात कफीको साथ यो त अहिले रेडिमेड कफी आउँदो रहेछ यार रेडिमेड कफी खै कस्तो रेडिमेड कफी रेडिमेड कफी नभए अब एकैचाली म इलाम पुगेर सङ्गत नराम्रो भन्यो बुढीले हामीलाई त्यो हामीले चाहिँ सङ्गत गतिलाई फेरि खाइदिए आउने दोस्रो दसैँमा फाल्ने गरे अङ्गुनी के स्याउका जस्तो खाइरह र 20 तारिक दसैँ फाइबर छैन फाइबर मैले बिर्सेँ किन यस्तो गरिनु भयो भनेर त त्यसमा रहेछ हजुरआमा तपाईँको छोरीलाई सम्झाउँदा मम्मी अनि ऊ चाहिँ मम्मी अनि मम्मीको बाबा चाहिँ खै त ए जयपुर हो मम्मी त लजाउनु भएछ अनि कति क्लासमा पढ्ने तपाईँहरू 6 मा ए हजुरआमा त उहाँ पो हुनुहुँदो रहेछ ए तपाईँ अनि खै त अनि त्यहाँ ल्याइदिनु हुन्छ भने होइन त खै म नि एउटा खाउँ खोइ हामीले त खाने ओइ अङ्कललाई अङ्कल थ्याङ्क यू पानीपुरी हो थ्याङ्क यू मम्मी अलिक मैले खाएको छुइनँ
खाने हो कि के हो खाने हो भन छिटो ल पर्छौँ खाने हो खाने भए खाऊ न के हुँदैन कति 780 300 कति भयो बरु म हिसाब 400 मेरो थोप्रा देख्यो लाइक गरिदिनु लाइक सब्स्क्राइब गरिदिनु कमेन्ट पनि गरिदिनु होला ल है त चटपटे खाऊ है त हामी जान्छ ढिला हुन्छ ल यति नै हो के भन् निरञ्जन तिमीले त्यहाँनिर के गर्यो भर्खर मैले चटपटे पानीपुरी अब खाने इच्छा गर्दा रहेछ त्यही दिएको तिम्रो लागि म एउटा के गर्न चाहन्छु के गर्छ ल हो यहाँ यता हेर न तिमीलाई के चाहिन्छ ल भन तिमीलाई जे भन्छौ त्यही ल तिमीले पनि अघि त्यति गर्यौ त्यहाँनिर तिमी के खान चाहन्छौ एनिथिङ यु वान्ट न के चाहिन्छ यहाँ स्टोरभरिमा त के खाने दाना खाने र कसरी यता होला हाम्रो लागि त्यता तिमीलाई के चाहिन्छ त्यता यो बोकेको हो क्या यसले ढुटे एक बोरा बोकेर मैले उनीहरूलाई बाँडिदिनु भयो तिमीलाई औषधि केही चाहिन्छ भने पनि यहाँ तर केही रोग लागेको छ भने हामी औषधि पसल अगाडि नै छौँ यहाँ देखाइदियो ल ल एन्जल भयो भयो सो हामी चाहिँ आयो इलामको दोस्रो के ठाउँ रे श्री अन्तु फेरि होइन यिनीहरू त अर्कै ठाउँमा आएर यिनीहरूले फेरि भ्लग गरेर देखाए भन्लान् होइन यही हो होइन दाजुले यस्तै छ श्रीअन्तुको तालियो हो अहिले यस्तो धेरै मान्छे रहेछन् अब बाटो त सबैलाई थाहा भइहाल्छ किन बाटो देखाउनु भनेर हामी बाटोमा धेरै खिचेनौँ होइन तर यहाँ जाने हो त दोस्त यो होटेलमा दोस्त यो होटेलको नाम के अरे यस्तै होटेल आएको त्यहाँ काम गर्नेलाई साउदेखि रिस उठेर छ के अरे है होइन आँडा बसेर रहेछ सर यहाँ नबस्नुहोस् यहाँ महँगो छ यसले घटाउँदा पनि घटाउँदैन भनेर हामीलाई अर्को होटेल देखाइदियो त्यहाँ गएर मेरो नाम दिनु भएन मेरो खासै फरक चाहिँ परेन नाम चाहिँ लियौँ अब भिडियोहरू चाहिँ अब भोलि आउँछ त्यस्तै रहेछ यहाँ गएर हो कि नाच्ने यही एनर्जी थगाउनु नाच्ने रे सुजन गीत त्यसमा डाक्टर गुदत्तो त्यहाँ के छ अरे सुजन गीत बजिरहेको छ होइन अरू पनि के छ अरे यो मान्छेको बिहे भएर छोरो भइसक्यो अनि के भन्दा अझ सोमत सुध्रे बिहे गरी छोरो भइहाल्छ नि होइन होइन समय बित्दै गयो सक्यो भगवान् त त्यो एक महिना जस्तो कुराहरू है दोस्त यहाँ पाएँ स्टिल डोन्ट वरी होइन बी क्लोज आई डज नट एक्जिस्ट यो मान्छे त्यो त मुजी रङ टाइपिङ रङ भएको थियो अटो करेक्सन हुन्छ नि त किबोर्डमा तिमीले त कहाँ हुनु यो अरूले लेख्दै होला अनि तिमीले लेख्न खोजेको कुरा चाहिँ के हो इन्स्टाग्राम नै ह्याक भएको
I does not Problem, so I exist. cannot just give the din. Internet holding. Give a din. Hiding them. Some are just better at hiding them. यस्तो फोटो नि जस्तै सनराइज चाहिँ दामी थियो है Ball, yeah. यतिको त हिमालबाट पनि देखिँदैन त है दामी रहेछ पठाएर झालबाट हेरेको यस्तो दामी थियो एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह जस्तै सनसेट त सनराइज त दामी रहेछ है ओहो सनराइज त है मोबाइलै लानु बिर्स्यो क्या साह्रै राम्रो। मोबाइलको त हामीलाई मतलब मोबाइल क्यामेरा ड्रोन सबै लानु बिर्स्यो यार आँखामा कैद छ नि अँ। तर अब सबै कुरा त्यस्तो नि हुँदैन नि त होइन क्यामेरा सबै भ्लगको लागि नि सबै हुँदैन नि। भ्लगको लागि पनि तर हुँदैन दामी रहेछ क्या सनराइज हो। ए यो त उता सिलगढीबाट पनि देखिँदैन नि यस्तो सिलगढीबाट यतिको चाहिँ मैले एक्सपेक्ट छैन छैन कारण बरु मान्छेले त्यसै श्रीअन्त भनेको थियो त्यसै अब पछाडि पनि है बाबु त के हेरेर टायर घुट्न तर हामीले त्यसै ल्यायो बाहिरबाट बाहिरबाट त्यसै ल्यायो अरे होइन यसलाई त फेरि पठाइदिनु पर्छ जस्तो राम्रो काम त गर्ने होइन रहेछ त होइन त दिदीले पठाउनुहुन्छ भने नि त माथिको चिया हजुर दिदीको नाम के हो दिदी हजुर ए दिदीले हामीलाई हामीले के किन्दाखेरि हाम्रो चक्लेट दिदी यहाँ आउनु होला तर तपाईँले हस् भन्नु भनेपछि चाहिँ भन्यो है फेरि खासै गरी हामी मनमा नै भनिरहेको मनको कुरा कसरी बुझ्नु है त्यही भएर यो यस्तै छ क्या दिदी भन्यो भने जस्तो हेर्नु बुझ्दैन भने थाहा हो रहेछ आज हामीले ठुलो कुरा मैले जे भने पनि यिनीहरू त्यही भएर सब कुरामा पछाडि पऱ्यो क्या निरे त यिनीहरूको खिच्दा ठिक हुँदैन जस्तो यहाँ सबै कुरा छ बिचको स्किप गरौँ है जस्ट बिचको स्किप भयो अब जस्तो हामी के खान्छ अब नर्मल पानी खाने अनि के खाने ए हाम्रो भ्युवरहरूलाई थाहा हुनु पऱ्यो नर्मल पानी हामी किन खान्छौँ भनेर विशेषज्ञ है उहाँ चाहिँ फेरि होइन नि दिदी विशेषज्ञ त होइन भयो यो नर्मलको पानी भनेको चाहिँ अल्कलाइन वाटर हो क्या जुन चाहिँ हाम्रो बडीको लागि एकदम हेल्दी हुन्छ होइन त्यही भएर हो खानुपर्छ हेल्दी छ यसको फाइदा धेरै छ फाइदा धेरै छ क्यानाडामा पाइन्छ चाहिँ सल्फर अल्कलाइन वाटर चियर्स सर क्यानाडाको मार मैले त खै ल आजकल त पाउँछ होला Cheers. ओहो मिठो अल्कालाइन पनि छ तर मिठो पनि छ है फेरि फेरि यहाँ त भ्युवरहरूले फेरि खल्लो छ यो त खानै सक्दिनँ म भन्ला होइन है त्यस्तो होइन है यो यिनीहरूले भिडियोको लागि मिठो माने जस्तो गरे भन्ने थिएन होला त्यस्तो होइन फेरि मिठो छ
दाइले नि भन्नुभयो मिठो साँच्चै मिठो छ यो राम्रो नि गुड्डाउनु होला है नर्मल यो यहीँ माथि यो बोर्डरको झापा र यता इलामको बोर्डरको हो यो अर्ग्यानिकै हो अर्ग्यानिक भने होइन अर्ग्यानिक यो त 200% अर्ग्यानिक हो अब बिरामी भएर सुतेको 2 दिन भयो आज केही नलागेर अब फ्लाइटमा जान लाग्यो गाडी चाहिँ छोडेर यस्तै भयो